छिटो न यहाँ हाल्नु नि यहाँ गर्नु त्यसरी हाल्नु गर्नु बक्सिङ उयो पनि छ है हाल्नु फेरि ए बढ्यो एक यति मात्रै गर्नु जाउँ न जाउँ अझै 2 पन्छ हान वेलकम टु माई न्यू भिडियो न्यूले तपाईँहरूलाई स्वागत छ फेरि पनि सन्ध्या ब्लगमा यहाँ हेर्नु सक्नुहुन्छ हामी चाहिँ आज सिमसार जाँदैछौँ यहाँ जङ्गलको बाटो खोलाको बाटो खोला किनार हुँदा हुँदै हाम्रो घर चाहिँ यहाँ सिमसार पथारी छ देख्नुहुन्छ यहाँ मान्छे कति धेरै छ साला के बोले भाइ अब के बोले नगारे मलाई डर लाग्छ नि देख्न सक्नुहुन्छ जङ्गलै जङ्गल छ के हो तिम्रो नाम बहिनी परिचय यहाँ हुनुहुन्छ जोकर नम्बर 1 ऊ चाहिँ यहाँ सालीलाई कान्छी सालीलाई जिस्काउँदैछ बहिनी मक्खै बाथरूम सिङ्गार ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ आदिको भिडियो चाहिँ म तपाईँहरूलाई अहिले देखाउने छु तपाईँहरूलाई म सिमसार मङ्गला बारेको भिजिट गराउने छु हजुरहरूलाई Let's go! हामी चाहिँ आदिबाट आइसकेको छौँ दर्शन साथीहरू यहाँ झोलाङ्गे पुल सिमसारको मरुसी पुल देख्न सक्नुहुन्छ आदिबाट आइसक्यौँ हामी भिजिट यो बाटो आएको यताबाट पनि छ बाटो तर यो बाटो आएको हामी चाहिँ नानी हाम्रो चाहिँ बल्ल बल्ल ल पर्दैछ बिहे गरेको 4-5 वर्षमा ल पर्दैछ भर्खरै ल छिटो अरे क्या मेरो घर चाहिँ डराउँदैन है झन्डै पुलमा ल नानी जाउँ मेरो छोरो चाहिँ डराउँदैन हेलो साइन हामी चाहिँ भर्खर आदिबाट लन्डन ब्रिज सरी कौन है ये लोग कहाँ से आते हैं झोलाङ्गे पुलको बाटो जाँदैछु डर लाग्यो अनि आदिबाटमा चाहिँ मेरो छोरा डरायो अनि हेर्नु सक्नुहुन्छ कतिजना छौँ भनेर आइज सबैजना हुनुहुन्छ छैन मान्छे बुढो बसिरहेको छ हो यता त हामीलाई लिँदैन हामी चाहिँ चोर बाटो गइरहेको छौँ आउट ये सब क्या देखना पड़ रहा है यहाँ तलबाट हौ यत्रो दर्शक बिनहरूलाई टिकट काट्न सकिँदैन त्यही भएर हामी चोर बाटो जाँदैछौँ र गाइज स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा भन नमस्ते ए नमस्ते ए नमस्ते ढोक दिया यहाँ जानु भएको छ भाउ चाहिँ चारो खोज्नु गएको छ अब के
देख्न सक्नुहुन्छ हामी चाहिँ 30 रुपियाँको लोभले पैसा कम्ती अन्त अन्त जिउको 30 रुपियाँले त कम्ती त उठाउँदैन त हौ। हो नि 30 रुपियाँ पैसा पनि यहाँको आफ्नै गाउँ ठाउँमा पनि यसरी ठगिन्छ हामीलाई भन्नु भएन। त्यही त है। तपाईँलाई स्वागत छ मेरो भ्लगमा। ओके 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 सन्ध्याको भ्लगमा। हेलो अलिसमा, हेलो अलिसमा, स्वागत छ तपाईँलाई पनि मेरो भ्लगमा। यहाँ देख्नुहुन्छ हेर्नु सक्नुहुन्छ साथीहरू सखुवा घारी। कतिजना त आइसक्नु पनि भयो होला सिमसार, तर अगाडिबाट आउनु भयो होला, भित्रबाट आउनु भएको छैन हो। त्यहाँ भाइहरू पनि रहेछ दाउरा चाहिँ हामी चाहिँ यहाँ धेर भएर लु अब आधी भिडियो चाहिँ म तपाईँलाई वहाँ पुगेपछि बनाउने छु है साथीहरू। स्वागत छ मेरो भ्लगमा। के भन्न चाहनुहुन्छ दर्शक बिनहरूलाई साथीहरूलाई भन्नुहोस्। के भन्नु र सबैजनालाई के भन्नु सबैजनाले सपोर्ट गरिदिनु आदिहरू दर्शक बिनहरू साथीभाइहरू उहाँ चाहिँ मेरो को हो, म तपाईँलाई भोलि पर्सि भन्ने छु। यहाँ देख्न सक्नुहुन्छ हामी आधी बाटो आइसक्यौँ। मेरो छोरा चाहिँ पोल्टुङ्ग्रे हिँड्दैछ जङ्गल घारी घारी। म चाहिँ यो भन्न चाहन्छु कि सबैजनाले माया सपोर्ट चाहिँ गरिदिनु होला। हुन्छ गलेर घामले नुहाएर आएको, त्यही पनि अघि आउने बेलामा फ्यास्टुस भइहाल्यो। अब बुढासँग के गर्नु हिँड भनेको मान्दैन। अनि त्यसपछि मलाई त यस्तो रिस उठ्छ कि रिसले म आँखा देख्दिनँ। ल साथीहरू म भरे देखाउँछु तपाईँलाई। फाइनली हामी चाहिँ सिमसार आइसक्यौँ। यो चाहिँ पछाडिको बाटो यहाँनिर पाना छ। मेरो छोरा पनि हिँड्दै सिमसार आउने भइसक्यो। अब केही छैन नि, अब त्यही सेकवाले मनोरञ्जन होइन साथीहरू, त्यही त हो नि सेकवा। कुन होइन यो लकीमा काम गर्ने मान्छेलाई चाहिँ दाउरा बाइकहरू केहीमा नजर जाँदैन कि क्या हो? दाउरा बाइक केहीमा नजर जाँदैन। हेर लगाइदिने त यहाँ सक्नुहुन्छ। अरू उता पनि त बनाएको छ नि, थाहा छैन। के भन्दैछ? मलाई त यो संसारमा के खास लाग्छ? केही न अन्त किन जहिले आफू हुन्छ? ए के खास लाग्दैन मलाई चाहिँ। के लाग्छ भने चिसो खानु, डिउ खानु भन्नु भएन। लु फाइनल गेट हामीहरू चाहिँ यसरी खोला तर्दैछौँ। ओइ लड्छ यहाँ त्यस्तो झर्ना। यहाँ त गहिरी होला नि। नयाँ ताल बनाउँदैछ यहाँ। यो चाहिँ पुरानै हो। तिमी चाहिँ अब हाम्रो दन्तहरू यो चाहिँ पुरानो ताल। यहाँ त्यस्तो झर्ना छ, तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यहाँ मङ्गलबारेको सिमसार। कान्छी न त 30
60 70 80 90 100 120 140 50 90 200 300 जाँदो रहेछ टिका चाहिँ। आज कम त खुसी भएको छैन। सेल्फी डाँडा यो सिम्सा खास त केही छैन त्यो पनि अब नानीहरूको छुट्टीमा चाहिँ घुमाउनु ल्याउँदा टाढा टाढोदेखि आउनु भएको छ भने सिक्वाले यस्तो मनोरञ्जन गराउँछ हामीलाई चाहिँ। ये सब क्या देखना पड़ रहा है। अच्छा हामी चाहिँ खाइसकेर निस्किसकेका छौँ। त्यो साटौँ त यहाँ आउन बा ल यहाँ समाज यहाँ हेलो मलाई घुमाउँदा चढ्दिन फेरि लड्छ नि फेरि के को लड्छ बमी तुम्बा निस्किसक्यो अघिको बिगाडा पो लाग्दैछ ल घुमाइदे ल यो कति खानु पर्ने
आजको भिडियो यति नै। सबैजना धेरै धेरै धन्यवाद वाचिङ हेरिदिनु भएकोमा। हामी चाहिँ घरतिर लाग्यौँ। बाई बाई। म खान्छु खानु न तपाईहरु अमिलो अमिलो रहेछ माछा खानु बाबु चटपटे खानु यो बङ्गा अलिक सिधा हुँदैन अब चाहिँ घुम्ने भयो। आज चाहिँ चटपटे बुवा हावा अहिले चिसो खान्छ भनेको चुल्हा लिएर आउनु अहिले खानु न। अहिले उयोसँग हौ यहाँ यहाँ ओ यहाँ आइज ल यी भाइ नानी यहाँ हेरी यसलाई त अब म यहाँ ए हुन्छ बुवा खानु न अलि अफर भिजाएको खान चटपटे नानी आँखा झिनु आँखा झिनु त अलिअलि चाहिँ पिरो रहेछ खानु नि अब डोडा पनि उगाएको थिएछ र डोडा पनि पुगेको थिएछ र भाइ कुदेर नकुद त
त्यो खाना बोलेर भुगिसक्यो चिसो उडिसक्यो खाने काई तुङ बाँग्दैन खाँदैको न त्यो नखाए खाओस् न त्यो तुङ बाँग्न आँटेर ओ ती छोड्दै किन जानुहोस् भाइलाई त्यो उसो चटपटे कान्छी ओइ खाँदैन अरे हो आज उनको न भाइ पनि राख्न भाइ राख्नु भनिन्छ भाइ पनि त्यहाँ राख्छ तिमी भन्न नदुख्ने न के भएर त्यो पार गरेर खाना पो गर्छु म हेर्नु त्यहाँ अब होस् के भन्नु होइन रे के डढेको के भन्छ म त यता बोल्छु त वो आंटी आओ तो दीदी आओ बस तो शर्मिला दीदी को दीदी होगी क्या ए उसकोमा चल्छ इसेवा अनि यता त खाना सबै त खादैन खानु न खानु आपा खाँदैन म अलग्गै खान्छु त हो र मैले खान्छु भाइ अलि उबर छ खाने बेलामा दिन नाटेको होला नि साँच्चै अन्त त तोङ्बा बनाएन के हो तोङ्बा लिएको छैन भाउजूलाई हुन्छ लिएको छैन अस्ति जाने बेलामा खानु नाटेला नि अस्ति पनि आउने बेलामा एक्लै खाएर आएको एकपल्ट पनि तानेर गएको पोखाइ पठाएछ बाहिर यहाँ आउँछ यहाँ अल्लाह के नाम पे दे दे